सबैलाई नमस्ते शुभ बिहानी। म तपाईलाई फेरि अर्को स्थानको भिडियो जानकारी गराउन गइरहेको छु। म यहाँ अहिले खापरदह खप्तर राष्ट्रिय निकुञ्ज अन्तर्गतको खापरदहमा आइसकेको छु। यो खापरदह अति सुन्दर छ, अति मनमोहक छ, अति रमाइलो छ र यो देवभूमि, यो तपभूमि, यहाँ साँच्चीकै भगवानको बास र देवताको बास स्थान रहेको यो देवभूमि खापरदह भगवानले रक्षा गरून्। यहाँ खापर देवताको बास रहेको यो खापरदहमा म आज यहाँ आइपुगेको छु। हे भगवान रक्षा गरून्। यति सुन्दर ताल छ, यति रमाइलो छ यस खापरदह भगवानको यहाँ बास रहेको यो दहमा। साँच्चीकै मन लोभ्याउने, साँच्चीकै अपरम्पार रहेको यो खापरदह। यहाँ भरिपूर्ण हरियाली वन जङ्गलले ढाकिएको छोपिएको यो दह तपाईलाई वर्णन गरेर साध्य नै छैन। आदरणीय साथीहरू, यो दह हेर्नुहोस्। यो ताल हो, खप्तर राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको यो ताल हो। यो ताललाई खापरदह भनिन्छ र यहाँ खापर देवताको उत्पत्ति र यतैबाट खापर देवता चाहिँ नि खापर देवताको वासस्थान रहेको भन्ने किंवदन्ती बुझिएको छ भने यो हेर्नुहोस् साथीहरू, यो खापरदह यस्तो सुन्दर छ, यति रमाइलो छ। आदरणीय दर्शक श्रोताहरू, यो खापरदहको दृश्य मैले तपाईहरुलाई देखाइरहेको छु र यो खापरदहको 20 सेन्टरको भागमा बस्ने बनाइएको रहेछ। म बसेँ, म एक्लै छु, मसँग भगवान हुनुहुन्छ र खापर देवताले रक्षा गरिराख्नु भएको छ। आदरणीय दर्शक साथीहरू, यो अचम्मै खालको रहेको छ, यति सुन्दर छ। यहाँ यतापट्टि खापरदह र उतापट्टि खप्तर ताल रहेको छ। आदरणीय साथीहरू, तपाईहरु विश्वको कुना जुनसुकै कुनामा भए पनि यो यहाँको हाम्रो यो सम्पत्तिलाई हेर्नुहोस् र यहाँको विविधतालाई दर्शन गर्नुहोस्। आदरणीय साथीहरू, यति मनमोहक छ, यति सुन्दर छ, मनै लोभाउने खालको यो स्थान सम्भवतः कहीँ पनि नहोला। दुनियाँमा कृत्रिम संरचनाहरू बनेका छन्, ती संरचनाहरू पनि बनाएर मन लोभ्याउने बनाएका छन् भने यो हाम्रो प्राकृतिक आफै बनेको यो ताल, यो सौन्दर्यता भनेर साध्यै छैन हजुर। यति मनमोहक छ, यति रमाइलो छ यो दृश्य। यहाँ साँच्चै नै भगवानको
वासस्थान रहेको यहाँ खापर दहमा साँच्चीकै सुन्दरताले भरिपूर्ण यहाँ हेर्नुहोस् आदरणीय साथीहरू यस्तो रहेको छ यहाँ भन्दै म तपाईँहरूलाई फेरि पनि नयाँ नयाँ भिडियो मार्फत जानकारी गराउनेछु। हस्त धन्यवाद।